छिटो आइज भनेको। त छिटो हिँड भनेको। काजी साहब पर्खेर बसिरहनु भएको छ। त भनेको सुन्दिनस्? म तेरो रक्सीको बोतल होइन। जब म यो घरमा भित्रिएँ सोचेकी थिएँ श्रीमानले माया दिनुहुन्छ भनेर, तर तैले त मलाई जिन्दगी भरले पीडा मात्रै दिइस्। तैले मलाई दिनरात कुट्छस्, गाली गर्छस्, अरूको ओछ्यानमा धकेल्छस्। यस्तो पनि श्रीमान हुन्छ? म तेरो श्रीमती हुँ, इज्जत हुँ। आज तैले मलाई बजारको सामान बनाइस् हैन? अलिकति पनि लाज छैन तँलाई? हे भगवान, बरु म त मरेको भए राम्रो हुन्थ्यो। कम से कम यस्तो अपमान त सहनु पर्ने थिएन। आज तिमीलाई अन्तिम पटक भन्दैछु, म यो नरकमा बस्न सक्दिन। चाहे म जिउँछु चाहे म मर्छु। हेर बुढी, त धेरै नाटक नगर। तैँले जे गरेका छिस् मेरै लागि गरेका छिस्। चुप्प लाएर बस। तँलाई थाहा नै छ त बुढी, म चाहेर यस्तो भएको होइन। सबै रक्सीले गरेर सकिगयो। घर जमिन पनि सकियो। के गर्नु? हेर बुढी, तँलाई थाहा नै छ त खाली पेट कोही बाँच्न सक्दैन। हो, म पनि यो रक्सी बिना बाँच्न सक्दिनँ, बुझिस्? त्यसैले तैँले अलिअलि त सहनु परिहाल्छ नि। हो, यो समाजले मलाई फैलाने खतम बनाइसकेको छ। अब मसँग घुमाउन के नै बाँकी छ र? त्यसै त भइनस् भने म त सडकमै मरिहाल्छु नि। तर पनि तँलाई त थाहा नै छ त म यो रक्सी बिना बाँच्न सक्दिनँ भनेर। ठिक छ, यदि त जान चाहन्छिस् भने जा। तर एउटा कुरो याद गर, यो समाजले पनि तँलाई त्यत्तिकै बाँच्न दिँदैन। हुन त तँलाई त्यत्तिकै जान मैले कहाँ दिन्छु र? त खुरुक्कै हिँड्छिस् कि कुट्न सुरु गरौँ? हिँड यार। साँच्ची अस्मिता, के छ तेरो दाइको खबर? अलि सुध्रे कि रक्सी खाँदैछन्? हे अनिता, मेरो दाइको कुरा छोड्दे। म त मेरो दाइदेखि हैरान भइसकेँ। मेरो दाइ यस्तो बाटोमा हिँड्दा देख्दा वाक्क दिक्क लागिसक्यो। मलाई त रक्सी खानु छोड्नु भन्दाखेरि मान्नै हुन्न। अब हेर न, आफ्नो घरको जिम्मेवारी लिन नसकेर दिनदिनै रक्सी खाएर भाउजूलाई अरूसँग पठाउनुहुन्छ। यो कस्तो पुरुषको थर हो? म त अचम्मै परेको छु। मलाई त कहिलेकाहीँ लाग्छ यस्तो दाइ हुनुभन्दा त नभएकै राम्रो। अब हेर न, मैले मेरो दाइलाई कतिचोटि सम्झाएँ यस्तो काम नगर्नु भनेर, तर मेरो कुरा सुन्नु त कहाँ, उल्टै मै माथि हातै हाल्नुहुन्छ। त्यही माथि भाउजूको हालत देख्दा मेरो मन साह्रै दुख्छ। बिचरा मेरो भाउजू सबै कुरा सहेर चुपचाप बस्ने बाध्य हुनुभएको छ। अब त डर लाग्न थालेको छ अनिता। कतै ढिलो भयो भने हाम्रो घरमा ठुलो अनर्थ पो हुने हो कि? अस्मिता, तिमी एक्लै छैनौ। तिमीले यत्तिका पीडाहरू सम्हालेर बस्नु नै ठुलो कुरा हो।
फेरि तिमीलाई म बुझ्छु। तर अब चुप लागेर बस्ने बेला होइन, यस्तो गलत कामलाई रोक्नै पर्छ। हो, तिम्रो दाइले गल्ती गरेको हो भने उसलाई महसुस गराउनु पर्छ, चाहे किन कडा भएर नहोस्। यदि जरुरी परिहाल्यो भने गाउँका ठुलो मान्छे या कानुनी बाटो पनि त रोज्न सक्छौ नि, डराउनु पर्दैन। बरु तिमी बलियो भन अस्मिता, तिमी जस्तो बहिनीहरूले नै यस्ता गलत कामहरूको अन्त्य गर्न सिक्नुपर्छ। खै अनिता, मैले मात्रै यस्तो अन्यको बाटो उठाएर के नै गर्न सक्छु र? यसरी हार नखाऊ अस्मिता, कोसिस गर्नु नै सबैभन्दा ठुलो जित हो। ल म गएँ है। बुढी तेरो के हो नकल हो? त मेरो घरमा बिहे गरेर आइसकिस्, तँलाई यो घर काम गर्नु मन छैन हो? घरभित्र काम छोडेर टिकटक बनाउने, मेकअप नि, यो हो तेरो काम? मैले तँलाई माया गरिराखेको छु भन्दैमा मेरो मायाको फाइदा नउठा त, बुझिस्? उता पनि श्यामले आफ्नो बुढी अरूसँग सुतार ल्याएको पैसाले रक्सी खान्छ, बुझिस्? तर मैले भने यस्तो घटिया काम कहिले पनि गरेको छैन, बुझिस्? तँलाई भने मैले इज्जत गरिराखेको छु, तैँले मलाई श्रीमान जस्तो व्यवहार गरिरहेको छस्। हे बुढा, तिमी जेसुकै भन, नकल पार्नु र सिँगार गर्नु केटी मान्छेको अधिकारै हो। फेरि म यो घरको काम गर्ने नोकर्ने होइन, हुने खाने खानदानको छोरी पो हो। तिमीले मलाई गाउँमा ल्याएर गाई भैँसीको गोबर सोर्न लगायो, तर त्यो मेरो बसको कुरा होइन। फेरि एउटा कुरा कान खोलेर सुन, तिमी मलाई अरूको बुढीसँग तुलना गर्ने काम नगर, र म अरूसँग दार्जिलिङ खालको केटी पनि होइन। ल ठिक छ, तिमीलाई यदि म मन पर्दैन भने म जस्तो छु त्यस्तै बस्छु, तर तिम्रो डरले म आफ्नो जिन्दगी बदल्नेवाला छैन। यदि कुरा सम्झिराख, संस्कारमा हुर्केको मेरो प्यारो बुढो बनाउँदो। खै के भने यसलाई? काजी साहब नमस्ते। नमस्ते नमस्ते। ए स्यामी तँ आइस? ल त हजुर, तपाईँको दिनको खाना मात्रै होइन, तपाईँको मन खुसी हुने सामान पनि ल्याइदिएको छु। अब तपाईँहरू भित्र गएर मजाले बस्नुहोस्, म बाहिर कुरिराख्नेछु। के गर्नु हजुर, सबैभन्दा ठुलो कुरो पैसै रहेछ, मायाले पेट धरिँदो रहेनछ। त्यसैले म जे गर्दैछु म राम्रो गर्दैछु। के कसो बुढी? मलाई थाहा छ म गलत छु र मलाई गरिबीले यो हालतमा ल्याइ पुर्यायो, नत्र म किन यस्तो गर्थे? फेरि तपाईँलाई मैले खुसी पार्न सकिनँ भने मलाई पैसा कसले दिने काजीबा? त्यसैले त मेरो जिन्दगी
हजुरकै पैसामा अड्किरहेको छ काजीबा। र श्रीमती होस् या जिन्दगी, पेट खाली भएपछि सबै कुरो बेच्नु पर्दो रहेछ काजीबा। ओइ स्यामे, श्रीमान होस् त तँ जस्तो आफ्नै स्वास्नीलाई पनि अर्काको ओछ्यानमा सुताउँछस्। तर तँलाई लाज लाग्दैन है? तँ जस्तो श्रीमानले गर्दा आज हाम्रो पनि इज्जतमा दाग लाग्ने भइरहेको छ। तँलाई पैसा चाहियो भन्दैमा आफ्नै श्रीमती बेच्न तेरो त आफ्नै मरिसकेको रहेछ। हो म गुन्डा हुँ, तर तैँले जस्तो घटिया काम चाहिँ मैले कहिले पनि गरेको छुइनँ। याद राख सामे, पैसा कमाउने बाटो धेरै हुन्छ, तर यस्तो बाटो रोजी मान्छे कहिले ठुलो हुँदैनन्। भयो काजी साहब, तपाईँ पनि धेरै इमान्दारी त बन्न नखोज्नुहोस्। हे भगवान, यस्ता पनि श्रीमान हुन्छ जो पैसाको लागि आफ्नो श्रीमती बेच्न सक्ने। होइन है बुढा, म तिमीलाई माया गरेर आएँ, तर तिमीले आज मलाई बजारको सामान जस्तै बनायौ है। रक्सी र पैसाको लागि तिमीले मलाई पराई मान्छेसँग पठाउँछौ। तिमीलाई अलिकति पनि लाज लाग्दैन? हो, गरिबीले दुःख दिन्छ भनेको सुनेको थिएँ, तर यस्तो मान्छेले आज म मारिदिँदो रहेछ। बुढा, आज तिमीले मलाई बेचेको छौ नि, भोलि तिमी पनि यही हालतमा पुग्नेछ। अनि काजी साहब, हिँड्नुहोस् भित्र। तपाईँको यो डायलग मैले पहिलादेखि सुन्दै आएकी हो। जे होस्, केटीले कुरा बुझ्छ। ल त श्यामे, तँ बाहिर बसेर इन्जोय गर, हामी भित्र गएर गीत बजाउँछौँ। हुन्छ काजीबा। ए बुढी, अलिअलि दुख्यो भने पनि सौ है। ए घर त सुनसान छ, कोही छैन क्या हो? ए दाइ, तपाईँ? ए बहिनी, घरमा तिमी एक्लै? अनि दाइ बोजू कता गयो त? खै बहिनी, म कसरी भन्नु तिमीलाई? तिम्रो दाइ त साह्रै पापी रहेछ नि, आफ्नै बिहा गरेर श्रीमतीलाई अरूसँग ओछ्यान तताउन लाग्दो रहेछ। हेर बहिनी, तिम्रो दाइपछि राम्रोसँग सम्झाइदेऊ। तिम्रो दाइले गर्दा गाउँ समाज धेरै असर पर्न सक्छ, बुझ्यौ नि? भयो दाइ, म त सम्झाउँदिनँ। सम्झाउँदा वाक्क दिक्क भएको छु। आज दाइको कारणले गरेर मैले पनि यो समाजमा मुख देखाउन नसक्ने भएको छु। हेर बहिनी, तिमीले भनेको कुरा नै ठिक हो। दिन रात यस्तो पाराले घर चल्दैन। र तिम्रो दाइ पनि नराम्रो मान्छे होइन, यो सब कारण रक्सीले गर्दा हो। बरु तिम्रो नन्द बाबु मिलेर दाइलाई सम्झाएर हुन्छ कि कुटेर हुन्छ कि बाँधेर हुन्छ, कसै हुन्छ, रक्सी छुटाऊ। यति गरेपछि ऊ सुध्रेला, नत्र भने हामी सम्झाउँला। हुन्छ दाइ, त्यस्तै गर्नुहोस्। तपाईँले नि सम्झाइदिनुहोस्। हामीले भने त केही टेर्नुहुन्न। अब हेर्नुहोस् न, हामी बोल्नु पाएको छैन, पिट्नु थाल्नुहुन्छ। अनि कसरी हामीले सम्झाएको मान्नुहुन्छ? बिन्ती छ दाइ, हजुरहरूले जसरी भए पनि मेरो दाइलाई सम्झाइदिनु पर्यो। हुन्छ नानी, बेलुका म र श्रीमती आएर तिम्रो दाइलाई राम्रोसँग सम्झाइदिनु। अहिले म लाग्छु नानी है। हस् दाइ। होइन है भाउजू, बजारमा गएपछि चाँडै आउन सक्नुहुन्न? कति बजारमा मात्रै रमाइलो गरेर बस्नुहुन्छ। होइन है नानी, तिमीलाई लाग्छ कि म बजार रमाइलो गर्नको लागि जान्छु?
घरको काम गर्दा गर्दा थाकिसकेँ म। अलिकति आफ्नो लागि समय दिँदाखेरि तिमीलाई के हुन्छ? म भाउजू हो, कुनै मेसिन होइन। मैले यहाँ बिहानदेखि बेलुकासम्म घरको काम गरेर कसले देख्छ र? फेरि म केही टाइमको लागि बाहिर निस्केको थियो, सबैको नजरमा मै नराम्री भए होइन? तिमी पनि त यो घरको सदस्य हो, अलिकति साथ दिनु पर्दैन? सधैँ मलाई मात्रै दोष दिएर हुन्छ? त्यसैले धेरै ठुलो कुरा नगरे हुन्छ नानी। घर चलाउने जिम्मा मेरो मात्रै होइन, सबैको हुन्छ। हो, मसँग पैसा छ, म मेकअपको सामान किन्छु, राम्री बनेर हिँड्छु। मैले कुनै पाप त गरेको छैन नि। त्यहाँ माथि म पनि मान्छे हो, मलाई पनि राम्री बन्न मन लाग्छ। त्यसैले नानी, तिमीले मलाई बुझेनौ भने सधैँ यो घरमा झगडा हुन्छ। म चाहन्छु कि सबैजना मिलेर बसौँ। तर मिल्दा मिल्दा नानी छुची पनि बन्नु हुँदैन। कहिलेकाहीँ आफ्नो सोच पनि बढाल्नुपर्छ। भाउजू, तपाईँले काम गर्नुहुन्छ होला, मैले माने, तर सधैँ आफूलाई मात्रै ठिक देखाउनु राम्रो होइन। हो, घरको काम थुप्रो छ, त्यो कसले गर्ने? तपाईँ बजारको पार्लरमा व्यस्त हुँदा यहाँको जिम्मा कसले गर्छ भन्नुहोस् त? ठिक छ, तपाईँलाई सजिन मन लाग्छ सजिनुहोस्, तर समय र परिस्थिति सँगसँगै घरको अवस्थालाई पनि बुझ्नुहोस्। फेरि दाइ सोझो हुनुहुन्छ भन्दैमा तपाईँले जे पाए त्यही गर्दै हिँड्नु पनि त भएन नि। परिवारको इज्जतको बारेमा पनि त तपाईँले सोच्नु पर्यो नि। भाउजू, मैले तपाईँसँग झगडा गर्न खोजेकी होइन, तपाईँले आफ्नो बानी सुधार्नुहोस्। यदि तपाईँले आफ्नो बानी सुधार्नु भएन भने भोलि यहाँ ठुलो समस्या आउन सक्छ। बेलैमा विचार गर्न है। भो मलाई सुधार्नको लागि यति धेरै दुःख गर्नु पर्दैन, नन्द बनाउँदै। ल त, तिम्रो जडा बुढा बाहिर कुदिराख्यो होला, अब हामी जाउँ। काजी साहब, काम सक्यो? काम त सकियो श्यामे, तर आज तेरो बुढीले अलिक खुसी पार्नु सकेन। तर केही छैन, हेर श्यामे, मान्छेले पैसाको लागि के गर्छन् भनेर बल्ल आजदेखि। तर तिम्रो जस्तो सासी जोडी संसारमा कमै भेटिन्छन्। हेर श्यामे, तँलाई यो पैसाको लोभले तँलाई कहाँसम्म पुर्याउँछ त्यो त मलाई थाहा भएन, तर त्यो पैसा यसको कामको। लो, तिमीहरू अहिले आफ्नो बाटो लाग। यस्तो सम्झौता त गर्दै गरौँला नि। जान त जाउँला नि काजी साहब, तर एउटा कुरो काजी साहब, अहिलेको दुनियाँमा भगवानले कहाँ पेट भरिदिन्छन् र? तर काजी साहब, तपाईँ खुसी हुनुभयो भने मलाई पनि पुग्यो। के गर्नु त, हामीलाई बाँच्नका लागि जे नगर्नु थियो त्यो नै गर्नु पर्दो रहेछ। अब हामीलाई यो संसारले यस्तै बनायो त हजुर, नत्र आफ्नो मान सम्मान बेच्न कसले चाहन्छ र? काजी साहब, आजको पैसा त लिएर जाउँला, तर यस्तो लाग्छ कि भित्रभित्र हामी नै हराइरहेका छौँ। बुढा, यो पैसाको कारण चुप छु, तर मेरो मन भने भित्रभित्रै गइरहेको छ। तिमीले मलाई यस्तो बाटो किन देखायौ जहाँ कि म आफ्नो नजरबाट झर्न बाध्य भइरहेको छु? बुढा, तिमीले आज मलाई बेचेर पैसा जित्यो होला,
तर मैले आफूलाई हराइसकेँ। यही पैसाले हामीले घर त बनाउला, तर त्यो घरभित्र हामी हुन्छौँ या आत्मा, त्यो समय आएपछि थाहा हुन्छ। ल अब हिँड्नुहोस्। लु त काजी साहब, फेरि भेट्दै गरौँला है त। ल ल जाऊ जाऊ। के हो बहिनी, चुपचाप भएर बसिरहेको छ त, के बताउनु? हेर्नुहोस् दाइ, म पनि अरू केटीहरू जस्तै पढ्न जान चाहन्छु, तर हरेक दिन मलाई घरको कामले रोक्छ। कतिन्जेलसम्म म यस्तो सहेर बसौँ? उता भाउजू भने आफ्नै दुनियाँमा रमाएर बस्नु भएको छ, कहिले मलाई के पर्छ भन्ने कुरा सोच्नु भएको छैन। म पनि त मान्छे हो नि दाइ। आजभोलि मेरो पढाइ छुट्टिँदै गएको छ, मलाई कति चिन्ता भइरहेको छ। भोलि म केही बन्न सकिनँ भने मेरो जिम्मा कसले लिन्छ? त्यसैले दाइ, मलाई पढ्न मन छ, मलाई अघि बढ्न मन छ। के मलाई जिम्मेवारीको नाममा यसरी बाँधेर राख्न मिल्छ र? त्यसैले दाइ, एक दिन यस्तो नहोस् कि मैले आफ्नो सपना पनि बिर्सिने छु र तपाईँलाई पनि पछुतो लागोस्। बहिनी, तेरो कुरा सुन्न मेरो मन पोल्छ। तँलाई यस्तो अवस्था राख्ने मन थिएन मलाई थाहा छ। तेरो भाउजू पनि अलिअलि बिग्रिँदै गएको छ। एक दिनमा यसलाई अवश्य चुला राख्नेछु। त्यसैले बहिनी, त धेरै चिन्ता नगर। तेरो पढाइमा अब बाधा आउने छैन। जे पर्छ म गर्छु। घरको जिम्मेवारी सबै बाँडाइदिनुपर्छ। सबै जिम्मेवारी तेरोमाथि थुकाउनु भएन नि। यदि यस्तै चलिरह्यो भने म कडा निर्णय लिन पनि पछि पर्दिनँ, तर तेरो भविष्य बिग्रिँदिनँ। र भाउजूको आएको कुरा म त्यसलाई एकदम राम्ररी सम्झिन्छु। दाइ, भाउजूलाई सम्झाउँछु त भन्नुहुन्छ, तर भाउजू सम्झाएर सम्झिने मान्छे होइन। छोरी, के भयो तिमीलाई? केही पनि भएको छैन बाबा। छोरी, म तँलाई खुसी देख्न चाहन्थेँ, तर यस हालतमा किन भयो? छोरी, तिम्रो आँखाको आँसु देखेर मेरो यति मन रोएको छ कि आज मैले यस्तो गल्ती किन गरेँ होला। छोरी, तिमीलाई राम्रो घर भनेर पठाएँ, तर किन तिमी भित्र टुटिसकेको छ? छोरी, तिमी तर तिम्रो पीडा नलुका मसँग बाँड छोरी। तिम्रो बाउ पनि म सबै पीडा लुकाएर के गर्ने छोरी? बाबा, म कसरी भनौँ? तपाईँको विश्वास पनि तोड्न सकेको छैन। तपाईँले त मेरो खुसीको लागि बिहे गरिदिनु भयो, तर त्यो घर आज मेरो लागि नर्क बनेको छ। आज माया पाउने ठाउँमा अपमान र पीडा मात्रै पाइरहेको छु। दिनदिनै मरौँ जस्तो हुन्छ। मरौँ भने मर्न सकिँदैन। तपाईँको सम्झनाले मात्रै बाँचिरहेको छु बाबा। बाबा, अब त म थाकिसकेँ। सहने शक्ति नै छैन मसँग। छोरी, मलाई माफ गरिदियो, मैले गरेँ तिम्रो जिन्दगी बर्बाद गरेँ। छोरी, चिन्ता नगर, तिम्रो साथमा म छु नि त। जसले तिमीले रुवाएको छ म त्यसलाई छुन पनि दिँदैन। छोरी, म तिमीलाई त्यो घरमा होइन मेरै घरमा लैजान्छु। तिमीलाई कमसेकम मेरो आँखा अगाडि सुरक्षित त हुन्छ नि। त्यसरी नरो, अब तिम्रो हाँसो फर्काउने जिम्मा मेरो। त्यो त हो बाबा, तपाईँ हुनुहुन्छ र म बाँचिरहेको छु।
मलाई अरू केही चाहिँदैन। तपाईँको माया नै मेरो संसार हो। त्यसैले बाबा, म तपाईँको काखमा बसेर हाँस्न चाहन्छु, तर म माइत फर्केर जान सक्दिनँ। जसो तसो दुःख सहेर म आफ्नै घर बस्छु, तपाईँ घर फर्किनुहोस्। छोरी, म तँलाई यस्तो हालतमा देखेर म कहाँ घर जान सक्छु? बाबा, त्यस्तो नभन्नु। तपाईँ घर जानु, घर जानुहोस्। घर जानु भनेपछि जानुहोस् न। छोरी, ए छोरी। ओहो साउजी, तपाईँले कति फोन गरेर? बुढीलाई ऋण हो, म तिरिहाल्छु नि। हेरेर फोन नगर्नु त। बुढो, यसो घुम्न जाउँ भनेको 40-50 हजार जति छ भने दिनुहोस् न। होइन बुढी, तिमीलाई के लाग्छ के पैसा रुखमा फल्छ? हामी लोग्ने मान्छे भने दिनरात नभनी पैसा कमाउँछौ, तिमीहरू भने मेकअप गरेर पैसा उडाउँछौ। मैले बिहानदेखि बेलुकासम्म पसिना बगाएर ल्याएको पैसा तिमीलाई कहिले कदर गर है? फेरि आज 40-50 हजार मागेर कहाँ उडाउनुहुन्छ मेरो महारानीलाई? घरको हालत पनि यस्तो छ, कहिले हेर तिमीलाई फुर्सद भएन है? होइन बुढी, अरूलाई मात्रै राम्रो देखाउनु पर्छ भने के सोच्छौ तिमीलाई? हो बुढी, हामी गरिब मान्छे हो, हामीलाई एक रुपियाँ पनि महत्त्व हुन्छ। तर तिमीलाई भने त्यो पैसा कुनै मूल्य नै छैन जस्तो लाग्छ है। यदि तिमीले यसरी पैसा उडाउँदै गयो भने भोलि के खाने, के लाउने? सरी, के खाने के लाउने भनेर के म एक फाटेको लुगा गन्नाउने गरेर बस्ने? यो सब तिम्रो चाहना होला, तर म यसरी बस्न सक्दिनँ। यो जमाना गइसक्यो। हो, तिमीलाई लाग्छ होला रमाइलोको लागि मैले पैसा खर्च गर्छु, तर यो समाजमा इज्जतको साथ बाँच्नलाई पनि त केही गरेर देखाउनु पर्छ। आजभोलि राम्रो बनेर कम्पिटिसन गर्ने जमाना हो। त्यसैले सोच बदल, पुरानो सोचमा अड्केर नबस। फेरि म राम्री बनेर हिँडेपछि आखिर तिम्रै त इज्जत बढ्ने हो। हुन त तिमीलाई मेरो कुरा बुझ्ने नै फुर्सद कहाँ छ र? हुन त तिमीले पैसा कमाउनु मात्रै जान्यौ, तर कसरी बाँच्ने, कसरी प्रस्तुत हुने भन्ने नै तिमीले जानेनौ। त्यसैले जिन्दगीमा खर्च गर्न पनि जान्नुपर्छ, जम्मा गर्नु मात्रै होइन। जाँदा के 40-50 हजार मागेको थियो, नाना थरी कुरा सुनाउन थाल्यो। खालि धनको घमण्ड गर्छ, कुन दिन भक्कै बस्नुपर्छ अन्त मसले। ए बुढी, बुढी होइन हो, यो घरमा बुढो आएपछि बगान बस्नुपर्छ नि, थाहा छैन क्या? होइन, भाउजूलाई बोलाएको बहिनी पो आएकी छ त। होइन, भाउजू कहाँ गएकी थिए? किन चाहियो भाउजू? किन चाहियो फेरि कुट्नलाई? ए, अब मैले मेरो बुढीको कुरा सोद्धाखेरि पनि अब त मसँग मुखमुखे लाग्ने भाइ। ए, दाइले बहिनीलाई सधैँभरि हात हाल्नुहुन्छ भने आज बहिनीले दाइलाई हात हाल्दा केही पनि हुँदैन। आज तपाईँले रक्सी खाएर आएर बहिनीमाथि हात उठाउनु भएन? भाउजूको हालत कस्तो भएको छ तपाईँले देख्नु भएको छ? होइन है दाइ, तपाईँ किन यस्तो भन्नुभयो? तपाईँलाई लाज घिन भनेपछि अलिकता पनि छैन? दिनभरि श्रीमतीको माया चाहिँदैन, जब रक्सी खाएर आउनुहुन्छ तब श्रीमतीलाई सम्झिनुहुन्छ। होइन है दाइ, भाउजूको जिन्दगी बर्बाद पारेर पनि तपाईँलाई पुगेन है? पैसा र रक्सीको लागि आफ्नो श्रीमतीलाई बेच्ने सोच सधैँ आउँछ है? दाइ, तपाईँ मान्छे होइन, पापी हो पापी। यस्तो श्रीमान हुनुभन्दा त बरु झुन्नेर मरेकै बेस। हेर्नुहोस् दाइ, अब म चुप लाएर बस्दिनँ। तपाईँले गरेको अन्याय पनि म सहेर बस्न सक्दिनँ।
चाहे जे होस् होस् म सत्यको साथ अवश्य दिनेछु। चुप लाग बहिनी, बहिनी होस् बहिनीको ठाउँमा बस, नत्र तेरो हालत पनि राम्रो हुने छैन। आजसम्म त मेरो बहिनी होस् भनेर मात्रै छोडेको हो, नत्र तँलाई पनि बेच्न कुनै समय लाग्दैन। त्यसैले त मेरो नजिक नआइज, नत्र दाइ होइन राक्षस बनेर देखाउने छु। दाइ तपाईँ कहिले पो मान्छे बन्नु भएको थियो र सधैँ राक्षस त बन्नु भइरहेछ नि। ए दिदी, कहाँ जान लागि बहिनी त? कहाँ जानु र दिदी? म त तपाईँलाई भेट्न आएको, तर तपाईँ यति धेरै किन दुब्लाउनु भएको हो र दिदी? फेरि तपाईँ त पहिलाको भन्दा धेरै फरक देखिनुहुन्छ, तर फेरि तपाईँको आँखामा धेरै चिन्ता मात्र देखिन्छ। बरु भन्नुहोस् दिदी, के भएको छ तपाईँलाई? त्यो घरमा तपाईँ खुसी हुनुहुन्न हो? दिदी, तपाईँलाई यहाँ भन्न अप्ठ्यारो लाग्छ भने तपाईँको घरमा गएर भन्नुहोस् न। बहिनी, भए त त्यो घरमा जानु पर्दैन। त्यो घर घर होइन, नर्ग हो नर्ग। आज म त्यो घरमा पल पल मरेर बाँचिरहेको छु बहिनी। मेरो शरीर र आत्मा दुवै थाकिसकेको छ। त्यसैले बहिनी, तेरो दिदी त्यो घरमा जिउँदै मरिरहेको छ। सक्छस् भने त घर फर्की, त्यो घरमा जानु पर्दैन। दिदी, त्यस्तो भनेर कहाँ हुन्छ? हिँड्नुहोस्, तपाईँलाई के भइरहेको छ म बुझ्न चाहन्छु। बहिनी, सारा दुनियाँले त त्यो घरलाई बुझ्न सकेको छैन, तैँले के बुझ्छेस्? बरु घर जा सक्छेस् भने बाबाको राम्रो ख्याल गर। दिदी, बाबाको ख्याल त म गरिरहेको छु, तर तपाईँलाई यस्तो हालतमा देख्न म पनि त सक्दिनँ नि। बहिनी, मेरो चिन्ता नगर त, बरु भनेको मान्छेस् भने घर जा। हिँड्नु अलिक परसम्म, बरु हिँड्सँगै जाउँ परसम्म। गाई साहब, ओ गाई साहब, होइन किन यसरी गाउँ थर्किन गरेको राखो? होइन गाई साहब, तपाईँसँग पैसा छ भन्दामा अर्का घरमा बिहान पाइन्छ? त्यो पनि रक्सी खाएर फकाएर निर्दोष परिवारलाई टुक्राउने तपाईँ कस्तो न्याय हो? होइन गाई साहब, पैसा घमण्डमा इज्जत र सम्बन्ध किन किनबेच गर्नुहुन्छ तपाईँ? आज तपाईँले अर्का घरबार भत्काउनु भएको छ, भोलि यसै गरी तपाईँ घरबार भत्क्यो भने तपाईँ के गर्नुहुन्छ? त्यसैले पैसा छ भन्दा ठुलो पल्टिँदैन गाई साहब, मन पनि ठुलो हुनुपर्छ, मन बुझ्नुभयो? तर त्यो कुरा तपाईँले कहिले पनि बुझ्नु भएन है। त्यही त नि बुढा, कस्तो कुरा हो काजी साहब? उसको श्रीमान जरिया भन्नेमा यस्तो गर्नु पाइन्छ? पैसा दिएर उसको श्रीमानलाई किन्नु भयो अनि उसको श्रीमतीलाई आफ्नो बनाउन लाज लाग्दैन? होइन, एउटा नारीको जीवनलाई खेलौना बनाउनु तपाईँलाई ठिक लाग्यो? पैसा देखाएर कसैको आत्मा सम्मान खोज्नु पाप हो काजी साहब? आज श्याम दाईको बुढीलाई आफ्नो बनाउनु भयो, भोलि अरूको श्रीमतीलाई पनि यसरी नै बिगार्नुहुन्छ होला होइन? त्यही त नि भाउजू। काजी साहब, तपाईँसँग धन सम्पत्ति छ होला, तर त्यसको गलत प्रयोग किन गर्नुहुन्छ? एउटा कुरा नि काजी साहब, पैसा दिएर अर्काको जिन्दगी बर्बाद पार्नु भनेको आफूलाई नै खाल्डोमा धकेल्नु हो। यदि त्यो दाईको श्रीमतीले आत्महत्या गर्नुभयो भने त्यो पाप कसको टाउकोमा आउँछ सोच्नु भएको छ? हो, पैसाले पेट त भर्न सकिन्छ, तर मनको पीडा कहिले पनि मेटाउन सकिँदैन काजी साहब। आज त तपाईँ शक्तिशाली देख्नुहुन्छ, तर न्यायको दिन आयो भने तपाईँ बाँच्न सक्नुहुन्न। होइन, उसकै श्रीमानलाई त आफ्नै श्रीमतीको त माया छैन भने तिमीहरूलाई टाउको दुखाइ किन? हो, रक्सी दिँ, पैसा दिँ, उनीहरूको घर चलाइदिँ,
यसमा मैले के गलत गरेँ हँ? फेरि उसको श्रीमती मसँग बस्यो भनेर के भयो त? कमसेकम भोक बोके त बस्नु परेको छैन। र तिमीहरू भनेको भावनामा बग्छौ, तर म भनेको व्यवहारमा बाँच्छु। के गर्छौ त गाउँले हो? संसारै भनेको त पैसामै चल्दो रहेछ त। बरु सुन, म दोषी होइन, परिस्थिति नै दोषी हो। मैले त सिर्फ अवसर मात्रै उठाएको। धम्की दिने काम मलाई नगर, बरु जाऊ अरू कसैलाई देऊ। बुढी बहिनी, यस्ता धनले मात्रै मान्छेसँग कुरा गरेर काम छैन, जाउँ न। गए हुन्छ आफ्नो बाटो लागेर। दाई दाई ए दाई होइन के भयो यसलाई? होइन है दाई, तपाईँ अझै रक्सी समातेर बस्नु भएको छ। भाउजू रुँदै रुँदै डोरी लिएर जानु भएको छ। के भन्छ यो? हो दाई, म ठिक भन्दैछु। मलाई लाग्छ भाउजू आत्महत्या गर्दै हुनुहुन्छ। बरु हजुरलाई मेरो बिन्ती छ, यदि हजुरलाई भाउजूको माया लाग्छ भने हिँड्नुहोस् मसँग। बहिनी, तैँले कस्तो कुरा गरे कि? तेरी भाउजू त यत्तिकै हार मान्ने मान्छे त होइन त। तेरो भाउजू घाँस दाउरा काट्नको लागि डोरी बोकेर गए कि होला त, त्यतिकै नाति न। ओहो दाई, तपाईँ यो कस्तो कुरा गर्नुभयो? ठिकै छ, यस्तोसँग कुरा गरेर बस्नुभन्दा त बरु म आफै जान्छु। अहिले ढिला भयो भने झन् गाह्रो हुन्छ। गएँ म। ओहो, बहिनीले भनेको कुरा पनि ठिकै हो कि क्या हो? आखिर मैले जति रक्सी खाए पनि जिन्दगी काट्ने भनेको त श्रीमतीसँग हो नि। आजदेखि यो म कुकुरको मुत मरे पनि खान्न। जान्छु म खोज्नलाई। भगवान, आज मैले सपना पनि नसोचेको पीडा भोग्दैछु। मलाई मेरो श्रीमानले बेचे। अब म यस्तो जिन्दगी बोकेर कसरी बाँच्नु? जसलाई मैले आफ्नो सम्झेर विश्वास गरेको थिएँ, उसैले नै मेरो जिन्दगी सस्तोमा साटिदिए। अब म बाँच्नुको कुनै अर्थ छैन। मेरो पेटमा हुर्किरहेको बच्चा मेरो होइन, मेरो पीडाको निशानी हो। अब म यो झुटो सत्य बोकेर यो समाजमा मुख देखाउन पनि सक्दिनँ नि। मैले त एक दिन माया र भरोसा पाउने सपना देखेको थिएँ। आज त्यही सपना टुक्रा टुक्रा भएर मेरो जीवन समाप्त गर्ने बाध्य हुँदैछु। हे भगवान, मैले यस्तो अपमानित जिन्दगी जिउनु भन्दा त आत्महत्या गरेकै राम्रो।
बुढी ए बुढी